अ, बाथ भनेको चाहिँ यसलाई आर्थराइटिस भनिन्छ अङ्ग्रेजीमा र बाथ भनेको एउटा मात्रै रोग होइन, यो चाहिँ जोर्नी अथवा जोर्नी वरिपरिको तन्तुको रोग हो र बाथ चाहिँ धेरै थरीका हुन्छन् र नेपालीमा चाहिँ सबै बाथको नाम नभएको हुनाले हामीले चाहिँ सबै बाथलाई चाहिँ सबै रोगहरूलाई बाथ भनेर जान्ने बाध्यता छ र अब धेरैजनाले चाहिँ मलाई बाथ र युरिक एसिड एउटै हो भनेर सोध्नुहुन्छ। युरिक एसिड भनेको चाहिँ रोग होइन। युरिक एसिड भनेको चाहिँ सबैको शरीरमा पाउने, रगतमा पाउने एक प्रकारको तत्त्व हो, जुन हामीले खाना खाँदाखेरि प्युरिन भन्ने एक प्रकारको तत्त्व हुन्छ हाम्रो शरीरमा। त्यही प्युरिनबाट चाहिँ युरिक एसिड बन्छ र हाम्रो शरीर आफैले पनि युरिक एसिड बनाउँछ र त्यही भएर बाथ र युरिक एसिड एउटै कुरा होइन है त। र युरिक एसिड तर कोही कोही मान्छेको चाहिँ युरिक एसिडको मात्रा अत्याधिक बढी भएर त्यसले चाहिँ जोर्नीमा असर गर्छ र त्यसलाई चाहिँ हामी गाउट भन्छौँ र त्यो चाहिँ युरिक एसिडले गराउने बाथ हो। र